सेक्रेट स्टोरिज ग्रुपमा। र जसरी हामीले हिजो निम करोली बाबाजीको बारेमा अङ्ग्रेजीमा बुझ्यौँ र आज त्यही क्रमलाई अघि बढाउँदै निम करोली बाबाको नेपाली अनुवादमा हामी जान्नेछौँ। निम करोली बाबा, जसलाई महाराजजी पनि भनिन्छ, भारतका एक महान सन्त र सिद्धि पुरुष मानिन्छ। उहाँको जन्म सन् 1900 तिर उत्तर प्रदेशमा भएको मानिन्छ र सन् 1973 मा शरीर त्याग गर्नुभयो। उहाँ हनुमानजीका परम भक्त हुनुहुन्थ्यो र जीवनभर प्रेम, सेवा, भक्ति र सादगीको सन्देश दिनुभयो। उहाँका आश्रमहरू भारतका विभिन्न स्थानमा छन्। विशेष गरी कैँचीधाम उत्तराखण्ड निकै प्रसिद्ध छ, जहाँ आज पनि हजारौँ भक्तजन दर्शनका लागि जान्छन्। उहाँको जीवनको मुख्य सन्देश सबैलाई प्रेम गर, सबैको सेवा गर, भगवानलाई सम्झ, साँचो भक्ति र निस्वार्थ सेवा नै परम मार्ग हो। निम करोली बाबाका प्रसिद्ध चमत्कारहरू। रेल रोकेको घटना। कथन अनुसार एकपटक उहाँसँग टिकट नभएको कारण रेलबाट झारियो। त्यसपछि रेल अगाडि बढ्न सकेन। धेरै प्रयास गर्दा पनि रेल नचलेपछि अधिकारीहरूले उहाँलाई सम्मानपूर्वक फिर्ता चढाए। उहाँ चढ्ने बित्तिकै रेल चल्यो। यस घटनापछि उहाँको नाम निम करोली बाबा प्रख्यात भयो। भक्तहरूको मन पर्ने शक्ति। धेरै भक्तहरूले अनुभव सुनाएका छन् कि बाबा बिना कसैले केही नभने पनि उनीहरूको मनको कुरा बुझ्नुहुन्थ्यो। जसलाई जे समस्या थियो उहाँले पहिला नै समाधान सुझाव दिनुहुन्थ्यो। दूरदृष्टि र सर्वज्ञता। कतिपय घटनाहरूमा बाबा टाढा रहेका भक्तहरूको सङ्कटको बारेमा थाहा पाउनुहुन्थ्यो र उनीहरूलाई अदृश्य रूपमा सहायता गर्नुहुन्थ्यो भन्ने विश्वास छ। उपचारका चमत्कार। धेरै मानिसहरूले गम्भीर रोगबाट निको भएको अनुभव साझा गरेका छन्। बाबा आशीर्वाद दिँदा वा प्रसाद खुवाउँदा रोग निको भएको कथाहरू प्रचलित छन्। विदेशी शिष्यहरू। उहाँका प्रभावले धेरै विदेशीहरू पनि प्रभावित भए, विशेष गरी रामदास, जसलाई पहिलो रिचर्ड एल्बर्ट भनेर जानिन्थ्यो, उहाँको प्रमुख शिष्य बने। रामदासले आफ्नो पुस्तक बी हियर नाउ मार्फत बाबा र पूर्वीय आध्यात्म विश्वभर फैलाए। त्यस्तै एप्पलका सह-संस्थापक स्टिभ जब्स र फेसबुकका संस्थापक मार्क जकरबर्ग पनि उहाँको आश्रममा आएका थिए भन्ने चर्चा छ। निष्कर्ष। निम करोली बाबा चमत्कार देखाउन मात्र होइन, मानवताको सेवा, प्रेम र भक्ति सिकाउन पृथ्वीमा आएको दिव्य आत्मा मानिन्छन्। उहाँले सधैँ भन्नुहुन्थ्यो कि सबैभन्दा ठुलो चमत्कार भनेको निस्वार्थ प्रेम हो। आज पनि लाखौँ भक्तजन उहाँको नाम स्मरण गर्दा आन्तरिक शान्ति, साहस र आशा अनुभव गर्छन्। र त्यसै गरी आज हाम्रो यो सानो निम करोली बाबाजीको बारेमा चर्चा यहीँ सिद्धियो र फेरि तपाईहरुसँग भेट हुनेछ। र यो सानो कथा सुनिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद छ।